आज मोटोपनको कुरा गरौँ। मोटोपन हुनु साँच्चैकै नराम्रो हो। आयुर्वेदले पनि मोटोपन र दुब्लोपन मध्ये मोटोपनलाई नराम्रो मान्छ। किन नराम्रो मान्छ भन्ने विषयमा कुरा गरौँ। यता नमस्ते, म डाक्टर सुमन सत्याल। आज चाहिँ मोटोपन हुँदाखेरि 8वटा चाहिँ दुर्गुण हुन्छ मोटोपनको भनेर आयुर्वेदले भनेको छ, त्यसको बारेमा चर्चा गर्छौँ। मोटोपन भइसकेपछि, मोटोपन भएपछि चाहिँ भोक बढी लाग्छ अरे एउटा, तिर्खा बढी लाग्छ 2टा, पसिना बढी आउँछ 3टा, शरीरबाट दुर्गन्धता आउँछ 4, त्यसपछि दुर्बलता हुन्छ अरे, कमजोरी पनि। उसले चाहिँ जति दुब्लो मान्छेले काम गर्न सक्छ मोटो मान्छेले त्यसको तुलनामा गर्न सक्दैन भन्ने कुरा छ। अर्को कुरा चाहिँ शरीरमा स्फूर्ति हुँदैन भनेर भनेको छ। अनि अर्को उसको यौन क्षमता चाहिँ कमजोर हुन्छ अरे, यौन शक्ति पनि दुब्लोको तुलनामा अथवा कम वेटको तुलनामा बडी वेटमा कम हुन्छ भनेर भनेको छ। भने अन्तिम 8औँमा चाहिँ आयु ह्रास भनेर भनेको छ। आयु ह्रास भनेको चाहिँ उसको लाइफ स्प्यान चाहिँ कम हुन्छ भनेर, यसरी 8वटा चाहिँ मोटोपनको असर भनेर भनेको छ। त्यसले दुब्लोपन भन्दा चाहिँ मोटोपन अलि नराम्रो हुन्छ तुलनात्मक रूपमा भनेर चरक संहितामा लेखिएको छ। के गरी मोटोपन गर्न सकिन्छ त भन्ने धेरैवटा उपाय हुन सक्छन्। अहिले मैले यो भिडियो चाहिँ लामो हुने भए हुनाले एउटा उपाय बताउँछु। आयुर्वेदमा चाहिँ खाना खाने नियम बताइएको छ। खाना चाहिँ बिहान खाना खाँदा चाहिँ खानालाई 4 भाग, पेटलाई 4 भाग बनाएर 2 भाग अन्न, 1 भाग पानी र 1 भाग खाली ठाउँ छोड्नु पर्यो भन्न खोजे। आधी पेट खाना खानु पर्यो बिहान भने, बेलुका चाहिँ बिहान जति खाइन्छ त्यसको आधा चाहिँ बेलुका खाने भन्ने नियम छ। यति एउटा नियम पालना गर्नुभयो भने 1 महिना 15 दिन नियम पालना गर्नुभयो भने 15 दिनमा केही न केही तौल पक्का कम हुन्छ। यदि भएन भने कमेन्ट गर्नुहोला, मैले अरू उपायहरू बताउने छु है त। धन्यवाद।